खतम गरिदिनु ल अहिले हेलो गाइस ऊ आइसक्यो ल नमस्कार त्यही भएर यो झन् मेरो नआउनु भनेको झन् बट्टाईको चुल्हा हो 1 हप्ता भएको थियो र यसरी पहिला मैले टेबलमा जाली राखेर यसरी पानी बोतलहरू काटेर आफैले नै तयार गरेको छु यो अहिले 2 हप्ताको भएको छ र यसै गरी अब यो ठुलो बनाएको छु तर पछि अब हेर्दै गइरहेको छु युट्युबमा तर सानो बनाउनु पर्ने रहेछ अहिले अब उड्न थालिसक्यो बुरुक बुरुक गरेर उठ्छन् ल हेर्नुहोस् क्वार क्वार गरेको पनि कराउँछन् यो अहिले 3 हप्ताको भएको हो यसरी फेरि बोतल काटेर पानी हाल्दै अलि ठुल्ठुलो भएको भएर यो 1 महिनाको भएको छ जाडो बढिरहेको भएर अरू पछाडिबाट प्लास्टिकले घेरिदिएको छु र अनि बत्ती पनि 60 वाटको हाल्दिएको छु र फाइनली लगभग इरनु आज यहाँ हेर्नुस् हाम्रो बट्टाईले फर्स्ट अन्डा दिएको छ फाइनली पक्कै म तपाईहरुलाई एउटा पार्यो ल हेर्नुस् यो हो बट्टाई ठ्याक्कै आज 40 दिनमा है गाइस यो ल बट्टाईले 40 दिएको दिनमा भोलि नि दिन्छन् होला तपाईहरुलाई